कुरा गर्दाखेरि 2082 मा अन्तिम महिनामा चाहिँ आएर नेपालमा मैले सानो व्यवसाय स्टार्ट गरेँ। त्यसपछि 83 लाग्दै हुन्छ नि एउटा रानीवन फ्यामिली गार्डन जुन मेरो मैले आफ्नो साइडमा धेरै भिडियोहरू अपलोड गरेको छु, त्यहाँ गएर देख्न सकिन्छ। र यो फेलियर सहिसकेपछि मैले चाहिँ अब के गर्नुपर्छ भनेर म लड्न मिल्दैन, म हार्न पनि मिल्दैन, मैले हुन्छ नि चुप्प लाएर बस्न पनि मिल्दैन। र मैले यो भन्दै गर्दाखेरि मैले जुन डिसाइड गरेको छु होइन, राम्रो कन्ट्री जानुपर्छ र मेरो 2-4 महिना अझै लाग्छ मलाई मेरो काम बन्नका लागि, सायद जहाँसम्म लाग्छ। र हेर्दै गर्नु होला यो पुरुषोत्तम फुएलको बायोडाटा र कहाली लाग्दो कहानी, कहाली लाग्दो घटना म सेयर गर्न जाँदैछु। र धेरै कुराहरू चाहिँ पब्लिकली चाहिँ मेरो कुराहरू चाहिँ के भइरहेछ भन्दाखेरि कि यो गलत हो, यो गलत बाटोमा हिँडेको थियो, यसले चाहिँ हुन्छ नि अन्य आवश्यक धेरै कुराहरू चाहिँ गर्यो होइन। अब कता मैले धेरै कुरा सुन्न पाएँ। मैले कसैलाई कसैको जवाब दिएको छुइनँ, कसैको जवाब दिएको छुइनँ। यो भन्दै गर्दाखेरि अब मलाई लाज पनि लाग्छ होला त्यो दिन मैले भिडियो अपलोड गर्दाखेरि होइन। ठिक छ, मलाई कसैको गुनासो छैन होइन। सबैको तरक्की होस्, सबैले राम्रो गरेको देख्न पाऊँ, भगवान्सँग मेरो कृष्णसँग यही अनुरोध गर्दछु र यही अपिल छ। लभ यु अल। सबै कुराहरू म सेयर गर्नेछु, बिस्तारै भिडियो बनाउँदै जानेछु। र भिडियो यहाँ नभए पनि म जहाँ बस्छु, जहाँ चाहिँ मैले आवाज उठाउनु पर्ने हुन्छ त्यो आवाज पनि उठाउँछु। र आवाज हुन्छ पोजिटिभ टाइपको होइन। मलाई त्यो नेगेटिभ आवाज उठाएर कसैको बारेमा हुन्छ नि नराम्रो बोलेर मलाई भ्युज बटुल्नु पनि छैन।